हिमालको एउटा सानो गाउँमा एक गरिब वृद्ध आमा एक्लै बस्नुहुन्थ्यो। उहाँको एउटै साथी थियो, एकदमै वफादार सेतो कुकुर। घरमा खानेकुरा थोरै भए पनि आमा आफ्नो रोटीको आधा भाग सधैँ कुकुरलाई खुवाउनुहुन्थ्यो। कुकुरले पनि कहिल्यै आमालाई एक्लो छोडेन, सधैँ साथ दिइराख्यो। एक दिनको कुरा हो, कुकुर जङ्गलतिर दौडियो र लगातार भुक्न थाल्यो। आमा पनि पछि पछि जानुभयो। त्यहाँ हिउँमुनि गाडिएको एउटा पुरानो बाकस थियो। बाकस खोलेर हेर्दा सुनका सिक्काले भरिएको थियो। आमा खुसी हुनुभयो। उहाँले त्यो धन पाएर आफ्नो बुढेसकाल अब सजिलै कट्ने भयो भनी सोच्नुभयो। तर त्यो धन एक्लै नभई उहाँले गाउँका गरिबहरूलाई पनि सहयोग गर्नुभयो। त्यस दिनदेखि सबैले भन्न थाले, साँचो माया र वफादारीको फल एक दिन अवश्य पाइन्छ। यस्तो प्रेरणादायी भिडियो तपाईँले मन परेको भए लाइक, सब्सक्राइब एन्ड सेयर गर्नुहोला।